सर्भिस ट्याक्ससँग जोडिएको किताबमा सर्भिस ट्याक्सबाट आउनु पर्यो। मन लाग्दै बाटो खोल्न मिल्छ र यो मिल्दैन, यो बन्द हुन्छ। यो कसलाई काखा कसलाई पाखा हुँदैन। यो पेट्रोल पम्प चाहिँ सर्भिस ट्याग भन्दा उता पर्छ, सर्भिस ट्यागबाट जाने हो। सर्भिस ट्यागबाट छिर्ने, सर्भिस ट्यागबाट निस्किने, त्यसै बाटो पाएन। यो हटाइदिनु भनेको छु मैले। त्यही महानगरले चाहिँ काठमाडौँ यो एरिया क्षेत्रमा चाहिँ धुलो व्यापक भयो, यहाँ पार्किङ भयो, चक्काले चाहिँ ढिलो ल्यायो, धुलो ल्यायो भन्ने हिसाबले चाहिँ हाम्रो मेयर साहबको निर्देशन अनुसार चाहिँ यो ठाउँमा धुलो नियन्त्रण गर्नको लागि चाहिँ ब्यारिकेड लगाइयो। यो अहिले भर्खर बनाउनु खन्ने, अहिले भर्खर खनिदिनु अन्त आजै निकाल्नु पऱ्यो यार। यो अहिले निकाल्यो भन्नुपर्छ। खोइ हाम्रो कसैले पनि यो तोडेको भत्काएको खण्डमा चाहिँ हामीले कडाभन्दा कडा कारबाही ठुलो जरिमाना हान्छौँ। हामी निगरानीमा छौँ। हाम्रो प्रहरीले गस्ती गरिरहेछ, नियन्त्रण गरिरहेछ। यहाँ दाहिनेमा खस्न आउनु गर्न चाहन्छ। रिङहरू सब ग्रिन बेल्ट एरियाको चाहिँ यो मासेर बनाएको बाटो हो। यो बन्द गर्नु, यो पनि बन्द गर्नु। त्यो कहाँ हुन्छ यस्तो? यहाँको स्थानीय मान्छे धुलोले अक्रान्त हुनुहुन्छ। त्यो अक्रान्तलाई बुझेर हाम्रो त्यही निर्देशन अनुसार चाहिँ आज अनुगमन गर्न आएको। चक्रबस सुधार आयोजना र हामी सँगै बसेर मिटिङ गरेर टेम्पोरेरी रूपमा धुलो नियन्त्रण गर्नलाई हालेको बाटो कोर्डिनेसन गर्न भएको हो। यो पनि बन्द गर्नु। त्यो कहाँ हुन्छ यस्तो? अहिले भर्खर बनाउनु खन्ने, अहिले भर्खर खनिदिनु। यस्तो नि हुन्छ है, यस्तो पाइन्छ। यो बन्द आजै निकाल्नु पऱ्यो यार। यो अहिले निकाल्यो भन्नुपर्छ। खोइ हाम्रो कन्ट्याक्टर खोइ आज अहिले निकालिदिनुहोस्। अहिले निकालेर अहिले क्लोज गर्नु पाइन्छ यस्तो नि? यो चाहिँ पक्षपात गर्न पाइन्छ? कहीँ हुँदैन। हो, हामीलाई यहाँ भन्ने कुनै अधिकार छ? सेक्युरिटी पार्ट उहाँ हो, यता हो। यो केही पनि होइन। यहाँ चाहिँ यसरी छिर्ने एक्सिस भनेर चाहिँ आफू खुसी भएर चाहिँ हुँदैन। यो टोटल क्लोज हो। कसलाई काखा कसलाई पाखा हुँदैन। यो पेट्रोल पम्प चाहिँ सर्भिस ट्याग भन्दा उता पर्छ, सर्भिस ट्यागबाट जाने हो। सर्भिस ट्यागबाट छिर्ने, सर्भिस ट्यागबाट निस्किने, त्यसै बाटो पाएन। यो हटाइदिनु भनेको छु मैले। त्यही बाटोमा यो जालीहरू राखेको कसले छ? यो महानगरले चाहिँ काठमाडौँ यो एरिया क्षेत्रमा चाहिँ धुलो व्यापक भयो, यहाँ पार्किङ भयो, चक्काले चाहिँ ढिलो ल्यायो, धुलो ल्यायो भन्ने हिसाबले चाहिँ हाम्रो मेयर साहबको निर्देशन अनुसार चाहिँ यो ठाउँमा धुलो नियन्त्रण गर्नको लागि चाहिँ ब्यारिकेड लगाइयो। यो चाहिँ चक्रबस सुधार आयोजनाको चाहिँ काम सुरु भइसकेपछि बन्दै जान्छ र यो ब्यारिकेड अस्थायी रूपमा राखियो पछि हट्छ। र यो कसैले पनि यो तोडेको भत्काएको खण्डमा चाहिँ हामीले कडाभन्दा कडा कारबाही ठुलो जरिमाना हान्छौँ। हामी निगरानीमा छौँ। हाम्रो प्रहरीले गस्ती गरिरहेछ, नियन्त्रण गरिरहेछ। यहाँ दाहिनेमा खस्न आउनु गर्न चाहन्छ। पाइँदैन। जे प्रयोजन त्यही प्रयोजन गर्नु पर्यो। यहाँको स्थानीय मान्छे धुलोले अक्रान्त हुनुहुन्छ। त्यो अक्रान्तलाई बुझेर हाम्रो त्यही निर्देशन अनुसार चाहिँ आज अनुगमन गर्न आएको। सडक विभागले हटाउने भनिरहेको कुराहरू आइरहेको होइन। बिचमा केही मिसअन्डरस्ट्यान्डिङ भएको थियो। सडक विभाग अथवा चक्रबस सुधार आयोजना र हामी सँगै बसेर मिटिङ गरेर टेम्पोरेरी रूपमा धुलो नियन्त्रण गर्नलाई हालेको बाटो कोर्डिनेसन गर्न भएको हो। यो हस्, धन्यवाद।